नमस्कार सबैजनालाई। एउटा कुरा के हामी नेपालीहरूले नेपाली भएर नेपाली भाषा शुद्ध बोल्दैनौँ। हामीले अरूलाई कसरी सिकाउँला? अचम्म लाग्दो हाँसो हान्ने कुराहरू शब्दहरू छन् के। जस्तो कि अब एकजना मान्छे टोइलेट सोध्छ क्या, टोइलेट खाली छ भनेर सोध्छ। अनि छैन खाली, मान्छे गएको छ अरे। मान्छे नगरको कुकुर जाला त त्यति लामो किन बोल्नु परेको छ? खाली छैन भन्ने त भइहाल्यो। त्यो मान्छे गएको छ भन्नुपर्छ र मान्छे नगरको कुकुर जान्छ त्यहाँ, ऊ जान्छ के, त्यो गाई मसी जान्छन् त्यहाँ, जान्न नि। त्यो त्यो एकदमै फाल्टु पनि बोल्छौँ क्या हामी, त्यस्तो हुन्छ क्या। अनि फेरि एकजना फेरि मेडिकल गएछ क्या, मेडिकल गएछ र दाइ पेट दुख्नेको औषधि दिनुहोस् भनेर भनेछ। अब पेट दुख्नेको औषधि मागेको छ, दुखिया छ कम गर्ने औषधि, त्यो सन्चो हुने औषधि दिनुहोस् भन्नुपर्छ नि। पेट दुख्नेको औषधि दिनुहोस् अब भयो। पेट दुख्ने औषधि चाहियो अरे, दुख्ने औषधि चाहियो अरे। दुखाइ कम गर्ने पो भन्नु पऱ्यो नि, दुखिया छ कम गर्ने भन्नु पऱ्यो। दुख्नेको अरे, अझै दुख्ने चाहियो त्यसले त, होइन? त्यहाँबाट फेरि कसै पानी माग्न आउँछन् क्या, पिउने पानी माग्न आउँछन्। दाइ खाने पानी छ अरे, पिउने पानी छ भन्नु पऱ्यो नि। पानी के चपाएर खाने हो र खाने पानी छ भनेर सोध्ने? आसो लाग्छ। अब हुन त सबै चलन त्यही छ, तर हाम्रो एकदम अशुद्ध के, हामीहरू सबै अशुद्ध बोल्छौँ के, धेरै अशुद्ध बोल्छौँ, धेरै अशुद्ध बोल्छौँ हामीहरू। अनि जस्तो बच्चा, अब बच्चालाई आमाले भयो भने बाउले भयो भने मेरो बच्चा, मेरो नानी, मेरो बाबु भन्छन्, होइन? उसको मात्रै निजी जस्तो, उसले मात्रै एक्लै जन्मा जस्तो के। हाम्रो बच्चा भन्नु पऱ्यो नि, हाम्रो नानी भन्नु पऱ्यो नि, जे छ, होइन? नानी बाबु जे भयो नि हाम्रो, हामी दुईजना भन्नु पऱ्यो नि। मेरो अरे, श्रीमानले एकपट्टि मेरो भन्छ, श्रीमतीले एकपट्टि मेरो भन्छ। कसको हो कसको होइन खालि, है? अचम्म लाग्दो कुराहरू छन् के। त्यही भएर चाहिँ तपाईँहरू पनि हामी सबैले विचार गरेर बोल्नुपर्ने हुन्छ क्या। कस्तो लाग्यो अब चाहिँ यसो सेयर कमेन्ट गर्नु होला। म अरू शब्दहरू पनि यस्ता धेरै छन् क्या, म अरू पनि ल्याएर आउँला है। ल नमस्कार।